Finally, I received a product from the Tesla Cosmetics. So, don't get confused. This is not a PR package though. यो चाहिँ मैले आफै पर्चेस गरेको हाम्रो वर्षा सिसले भने जस्तो खनखन गरेर किने हो ओके ओके त्यति धेरै खनखन्ती पनि गर्नु पर्दैन अफोर्डेबल साइडमै छ मैले चाहिँ यो कन्सिलर जताततै देखेको थिएँ कि अफोर्डेबल पनि छ अनि त्यस पछाडि फुल कभरेज पनि दिन्छ भनेर अनि मलाई चाहिँ ट्राई गर्न मन लागिरहेको थियो सो मैले चाहिँ एउटा सेड मगाएको छु वाम बेस मेरो फाउन्डेसनको सेड भन्दा आई होप 2 सेड डार्क नै छ होला सो मैले चाहिँ त्यही भएर वाम बेस सेड मगाएको ओके फाउन्डेसनको सेड भन्दा डार्क सेडको कन्सिलर भनेर सोच्नुहुन्छ भने यस यस मैले चाहिँ फाउन्डेसनको सेड भन्दा डार्क सेड कन्सिलर मगाएको किन भन्दाखेरि चाहिँ मेरो यो देखिएको पिगमेन्टेसनहरू चाहिँ हाइड गर्नको लागि अब समर सिजन छ धेरै मेकअपको लेयर अप नगर्नलाई एकदम सुइटेबल हुन्छ डार्क सेडको कन्सिलर चाहिँ र यसले चाहिँ यो फुल कभरेज भएर ओरेन्ज करेक्टरलाई पनि मजाले न्युट्रलाइज गर्छ भनेर देखिरहेको थिएँ मैले त्यही भएर मगाएको सो लेट्स ओपन इट अनि त्यस पछाडि ट्राई गरेर हेर मैले सो दिस इज कन्सिलर ओके ओके एप्लिकेटर चाहिँ यस्तो रहेछ यसको आई थिङ्क वान सेड डार्क नै छ जस्तो छ धेरै डार्क त छैन मैले सोचे जस्तो त ओके लेट्स ट्राई सुरुमा ओरेन्ज करेक्टर युज गरौँ अनि त्यसपछि यसले कभर गरौँ है त ओके मैले चाहिँ करेक्टर युज गरिसकेको छु होइन करेक्टर लगाएको भिडियो चाहिँ बनाएन भिडियो लामो हुन्छ भनेर सो बाँदरको खोइके भन्ने जस्तै भएको छ मेरो मुख चाहिँ सो इग्नोर द्याट सो लेट्स युज टेस्टाको कन्सिलर अब फर्स्टमा चाहिँ साइडमा मात्रै लगाऊँ फुल कभरेज नै छ भनेको भएर धेरै ओके बाहिरबाट ब्लेन्ड गर्दै 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 भित्र जान्छु ओके प्रिटी गुड फुल कभरेज नै छ क्रिमी टेक्सचरमा छ यु क्यान सी द डिफरेन्स एकछिन यसलाई ब्लेन्ड गरे पछाडि र फाउन्डेसन पनि लगाइसके पछाडि दामी देखिन्छ जस्तो छ सो यतापट्टि चाहिँ विदाउट कन्सिलर अनि यतापट्टि चाहिँ आफ्टर युजिङ इन कन्सिलर सो मैले एकदम थोरै लगाएको भएर हो मैले धेरै कभर फेरि एकदम ह्याप्पी देखिन्छ कि भनेर थोरै लगाएँ सो लेट मी पुट अ लिटल बिट थोरै थोरै थपौँ ओके अनि लेट मी ब्लेन्ड दिस एकदम हल्का हल्का हातले ओके सी द डिफरेन्स गाइस सी द डिफरेन्स लाइट छैन एकदम नेचुरल लाइटमा छु कुनै पनि लाइट युज गरेको छुइनँ दिस एन्ड कम्प्लिट लुक मैले चाहिँ दुइटै साइडमा कभर गरिसकेको छु मेकअप चाहिँ मैले केही पनि गरेको छुइनँ वानले यो कन्सिलर टेस्ट गर्नको लागि मात्र मैले ओरेन्ज करेक्टर युज गरेर टेस्ट गरेको जेन्युनली यो एकदमै राम्रो रहेछ स्मुथ फिनिस फुल कभरेज अब कतिको लङ लास्टिङ छ भन्ने कुरा चाहिँ कुनै दिन बाहिर हिँडेको बेलामा टेस्ट गरेर फेरि पनि भनिदिन्छु सो टेस्टाको कन्सिलर पर्चेस गर्न खोज्दै हुनुहुन्छ किनौँ भनेर कन्फ्युजन भइरहेको छ भने डेफिनेटली यु क्यान बाई मैले तपाईँलाई अन द स्पोट रिजल्ट देखाएको छु सो यु क्यान पर्चेस दिस विदाउट एनी डाउट ओके वेट तपाईँलाई यस्तै ब्युटी टिप्स र मेकअपको भिडियो रिलेटेड केही कुरा जान्न मन लाग्छ भने प्लिज डु फलो थ्याङ्क यू फर वाचिङ बाई बाई